नमस्कार सबैलाई, म ज्योतिष पण्डित गंगाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईले सपनामा गाई तथा भैँसीको दुध, दही, घिउ यस्ता गोरस देख्नुहुन्छ भने यसको अर्थ के हुन्छ त्यसको बारेमा आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ। सपना हाम्रो शरीर र मनको अवस्थासँग सम्बन्धित हुन्छ। सपनाका धेरै अर्थ हुन्छन्। दिएको अर्थ सही हुनुपर्छ भन्ने पनि छैन। सपना विज्ञान र ज्योतिषशास्त्रका अनुसार हामीलाई सपनाबाट शुभ र अशुभ संकेतहरू प्राप्त गर्दछन्। ल जानौं सपनामा दुध, दही, घिउ देख्नुको अर्थ के हुन्छ त? सपनामा यदि घिउ देख्नुभयो, सपनामा घिउ देख्नु निकै शुभ सपना मानिन्छ। यसले सबै क्षेत्रमा विजय हुने मद्दत गर्दछ। यसले स्वास्थ्यमा सुधारको संकेत गर्दछ, साथै आर्थिक सुधारका संकेतहरू पनि गर्दछ। घिउ खानुको अर्थ घरमा कुनै शुभ घटना हुन लागेको छ भन्ने हो, तर अरू कसैलाई घिउ खुवाएको अथवा खाएको देख्नु शुभ मानिँदैन। घिउ झर्नुको अर्थ जीवनमा समस्याहरू आउनेछन् भन्ने हो। घिउ किन्नु भनेको खुसी आउँदैछ भन्ने हो भने घिउ तपाईले यदि दान गर्दै हुनुहुन्छ अथवा हवन गर्दै हुनुहुन्छ भने तपाईको योग प्रसिद्ध हुनु हो, तपाईको नाम चल्नु हो। यदि तपाईले घिउ पिउँदै हुनुहुन्छ यो भनेको तपाईका राम्रा दिनहरू, तपाईका शुभ दिनहरू आउँदैछन् भन्ने अर्थ जनाउँछ। यदि तपाईले सपनामा दही देख्नुभयो, सपनामा दही देख्नु यो पनि शुभ सपना हो। यसको अर्थ यो हुन्छ कि तपाईका आगामी दिनहरूमा तपाईको आर्थिक अवस्थामा सुधार आउनेछ अथवा तपाई यदि बेरोजगार हुनुहुन्छ, तपाईले रोजगार पाउनु भएको छैन भने तपाई अवश्य नै कुनै जब अथवा कुनै काममा लागि पर्नुहुनेछ। यदि तपाईले सपनामा दही खाँदा यात्रा गर्नुभयो भने तपाईको यात्रा अवश्य नै तपाई कतै जानुहुन्छ भने त्यसको यात्रा अवश्य नै सफल हुने अथवा तपाईको काम कर्तव्य सफल हुने लगायत तपाईको स्वास्थ्यमा सुधार आउने जस्ता शुभ क्रियाहरू देखिन्छन्। अथवा तपाई कुनै प्रेम जीवनमा हुनुहुन्छ भने तपाईको प्रेम जीवन सफल हुने पनि संकेत गर्दछ। यदि तपाईले सपनामा दही किनेको बेचेको देख्नुभयो भने तपाई व्यवसाय अथवा व्यापार गर्नुहुन्छ भने तपाईको व्यापारमा नाफा हुने, व्यवसायमा फाइदा हुने देखिन्छ। यदि तपाईले सपनामा दुध देख्नुभयो भने तपाईले सपनामा दुध, विशेष गरी गाईको, भैँसीको जसको दुध देखे पनि यदि तपाईले सपनामा दुध देख्नुभयो भने तपाईको यो शुभ सपना हो। तपाईको स्वास्थ्यमा सुधार आउने, चाँडै नै केही खुसीको खबर आउने घरमा संकेत गर्दछ। यदि तपाईले सपनामा दुध उम्लिरहेको देख्नुभयो भने तपाईको स्वास्थ्य बिग्रन सक्छ अथवा स्वास्थ्यमा कुनै समस्या आउन सक्छ भन्ने संकेत गराउँछ। तपाईले सपनामा दुध पिएको देख्नुभयो भने यसले तपाईको प्रगतिलाई जनाउँछ। यसले तपाईलाई प्रगतिलाई जनाउँछ। तपाई अगाडि हिँडेको बाटो अवश्य नै सफलताको बाटोलाई जनाएको हुन्छ। यदि सपनामा दुधको कुरा गर्ने हो भने दुध उम्लिएको सपना अशुभ हो भने अरू दुधसँग सम्बन्धित सपनाहरू शुभ सपना मानिन्छन्। अथवा यसले परिवारमा यस्तो झगडा तालमेल केही परेको छ भने उसलाई रोक्ने यस्तो, अथवा तपाईले सपनामा दुध किनेको देख्नुहुन्छ भने तपाईको स्वास्थ्यमा सुधार हुने संकेत गर्दछ। हस्त धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।